Namaskar. जय मसीह। How are you, my dearly beloved brothers and sisters, sons and daughters? मेरो प्यारो दाजुभाइ दिदीबहिनी साथै छोराछोरीहरू तपाईं कस्तो हुनुहुन्छ? I trust all of you are well and good by the mercies and grace of God. म विश्वास गर्छु कि परमेश्वरको अनुग्रहद्वारा तपाईहरु स्वस्थ हुनुहुन्छ भनिकन। The whole of India is in great frenzy during these days. यो दिनहरुमा हाम्रो सम्पूर्ण भारतवर्षमा एक प्रकारको त्रास भइरहेको छ। Why? किन? Because India has already won 3 medals in the Olympic Games. किनभनेदेखि इन्डियाले चाहिँ हाम्रो भारतवर्षले चाहिँ 3 प्रकारको मेडलहरु ओलम्पिक गेममा जितिसकेका छन्। Some are facing sadness and sorrow कति जनालाई दुःख लागिरहेको छ भने because they have lost in the games. किनभनेदेखि उनीहरु त्यो गेममा हारेको कारण। But those who won are in joyous mood. तर जति जनाले यसमा विजय प्राप्त गरे उनीहरु अति नै उत्साहित र आनन्दित भएका छन्। But something very strange happened during the Olympic Games. तर यो ओलम्पिक गेममा कुनै एउटा अचम्म प्रकारको घटना घटेको छ। What happened? त्यो चाहिँ के हो त? Before I tell you that, यो तपाईलाई भन्दा अगाडि I must tell you something that happened 2000 years ago. म तपाईलाई यो कुरा जानकारी दिन पर्छ कि आजभन्दा 2000 वर्ष अघि भएको कुरालाई। During the last 1 week of the life of the Lord Jesus when he was on this earth, जब येशू ख्रीष्ट यो पृथ्वीमा हुनुहुन्थ्यो त्यो समयमा 2 हप्ता अगाडिको कुरा हो। one day his disciples came and asked him a question. एक दिन उहाँका चेलाहरू आएर यो प्रश्न गरे उहाँलाई, Master, you are always saying you are going to die. हे मालिक, तपाईले जहिले पनि भन्नुहुन्छ कि तपाई मर्नुहुन्छ And then you will rise up from the dead again. अनि त्यसपछि तपाई जीवित हुनुहुन्छ And the end of the world is coming. अनि अन्तको दिन आउने छ And then you will come again. अनि फेरि तपाई दोस्रो चोटी आउनुहुन्छ। When will all this happen? यी सबै घटनाहरू कहिले हुन्छन् त? How will we know that you are coming again? हामी कसरी जान्ने कि तपाई फेरि आउनुहुन्छ भनिकन? What are the signs that we can look for to know that you are coming again? तपाई आउन भन्दा अगाडि हुने के चाहिँ चिन्हहरू हुन्छ त? So from Jerusalem, the Lord Jesus went up to Mount Olives near Jerusalem. अनि यरुशलेमदेखि येशू प्रभु जैतुन डाँडामा जानुभयो। So he sat on the mount looking at the city of Jerusalem. अनि त्यो डाँडामा बसिकन यरुशलेमलाई उहाँले हेर्नुभयो। Then he told his disciples many signs that will take place that will show that he is coming soon. त्यसपछि आफ्ना चेलाहरूलाई उहाँले भन्नुभयो कि आउनेवाला चिन्ह चाहिँ कस्तो हुन्छ त? And among the many disciples was one man called John. चेलाहरू मध्ये एकजना चेला जसको नाम हो यूहन्ना। This John lived old enough to be about 85 years old. अनि उहाँको चेला जसको नाम यूहन्ना हो उहाँ चाहिँ प्राय 85 वर्षको वृद्ध उमेर पुगेका थिए। And he was in an island called Patmos. अनि उहाँ चाहिँ पत्मोस टापुमा थिए। And one day he had a vision of the Lord Jesus Christ. एक दिन यीशु ख्रीष्टको दर्शन उहाँले पाउनुभयो। What the Lord told on Mount of Olives about things that will happen in the last days. जब यीशु प्रभुले जैतुनको पर्वतमा गएर अन्तको दिनमा हुने कुराको बारेमा बताउनु भएको थियो। Now the Lord Jesus explained to him in detail. अब यूहन्नालाई यीशु प्रभुले बृहत रूपमा यसको जानकारी दिनुहुन्छ। So whatever things John heard from the Lord Jesus, he wrote in a book called Revelation. जति पनि यूहन्नाले प्रकाश पाउनुभयो त्यो चाहिँ प्रकाश भएको किताबमा लेखिएको छ। So in that book, in chapter 6, there is an interesting incident. अनि यो प्रकाशको किताबमा 6 अध्यायको 2 पदमा यस्तो प्रकारले लेखिएको छ। There we read the Lord Jesus has a scroll in his hands. यहाँनिर हामी यो पाउँछौँ कि यीशु ख्रीष्टले आफ्नो हातमा एउटा चर्म पत्र लिनु भएको छ। And there are 7 seals on that scroll.
अनि यो मुठा पत्रमा चाहिँ 7 प्रकारको सीलहरू छापहरू छन्। When the Lord Jesus broke the first seal, जब चाहिँ यीशु प्रभुले पहिलो छाप फोड्नु भयो, the apostle John saw a white horse coming out. अनि प्रेरित योहन्नाले देख्यो कि त्यहाँनिर एउटा सेतो घोडा आएको। Now I want you to keep this in mind. अब यो कुरालाई तपाईले ध्यानमा राख्नुहोस् भनिकन म भन्छु। Now let's go back to the Olympics. अब हामी ओलम्पिकमा फर्केर जाउँ। So this year's Olympics took place in the French capital called Paris. अनि यस वर्षको ओलम्पिक चाहिँ फ्रान्सको पेरिसमा भयो। In the Olympic Games as well as any other games, they always have a grand opening ceremony. ओलम्पिक गेमको साथसाथै कुनै पनि गेम सुरु हुन्छ एकदमै ठुलो उद्घाटन समारोह हुन्छ। So in these Olympics Games, अनि यो ओलम्पिक गेममा पनि there was a grand ceremony on 2 places. बृहत रूपमा उद्घाटन भयो दुईवटा जग्गाहरूमा। One was along a river called Seine. साइन भन्ने नदीको किनारमा, The other one in the stadium. अनि अर्को चाहिँ एउटा त्यहाँनिर ठुलो स्टेडियममा भयो। This ceremony on the Seine river was on a boat. अनि यो साइन नदीमा भएको यो समारोह चाहिँ एउटा ठुलो जहाजमा भएको थियो। Many different activities showcasing French culture on different boats. यो ठुलो जहाजमा चाहिँ यस्तो प्रकारको यो समारोह उद्घाटन भयो कि यसको फ्रान्सको सांस्कृतिक नियम अनुसार पनि भएको थियो। The climax of the opening ceremony was what happened in the stadium. अनि यसको एकदमै चरम सीमामा चाहिँ यो ठुलो स्टेडियममा उद्घाटन भयो। All the nations of the world were represented there. संसारको सबै देशहरूले त्यहाँनिर आफ्नो आफ्नो देशको प्रतिनिधित्व गरेको थिए। And the sportsmen of all the nations carried their flags and started walking in the stadium. खेलकुदमा भाग लिनेहरू सबैले आफ्नो आफ्नो देशको झण्डा लिएर त्यहाँनिर सामेल भएका थिए। But that is nothing wrong. तर त्यो कुनै भुल होइन। But what is extraordinary was who was leading the nation. तर अचम्मको कुरा चाहिँ के भनेदेखि जुन देशले चाहिँ यसलाई लिड गरिरहेको थियो, अगुवाई गरिरहेको थियो, There was a rider seated on a white horse. अनि सेतो घोडामा एकजना व्यक्ति थियो। And they wore a flag with the symbol of the Olympics on its back. अनि त्यसको पछाडि चाहिँ ओलम्पिकको झण्डा त्यहाँनिर लगाइएको थियो। And this person was riding majestically on the white horse. अनि यो विशेष व्यक्ति चाहिँ यो सेतो घोडामा एकदमै बृहत रूपमा चढेको थियो। And the sports personalities were holding flags of their nations and the whole world was walking behind. अनि यो घोडाको पछाडि चाहिँ विभिन्न देशहरू जुन देशहरूले चाहिँ यो ओलम्पिक गेममा भाग लिएका थिए आफ्नो आफ्नो देशको झण्डा लिएर पछ्याइरहेका थिए। When I saw this, जब मैले यो कुरा देखेँ I was shocked. म एकदमै अचम्मित भएँ। Because this is exactly like what it is written in the book of Revelation chapter 6 verse 1 and 2. किनभनेदेखि यूहन्नामा प्रकाश भएको किताबको 6 अध्यायको 2 पदमा लेखेको कुरा यहाँनिर देखा परिरहेको थियो। When the Lord Jesus broke the first seal, जब यीशु ख्रीष्टले पहिलो छाप फोड्नु भयो, a white horse came सेतो घोडा आयो and there was a rider on that horse. अनि घोडामा चढ्ने एक विशेष व्यक्ति थियो। He had a bow in his hand उसको हातमा धनु थियो and a crown was given to him. अनि उसको शिरमा शिरपेच थियो। And he went forth to conquer and conquering. अनि यो उहाँ चाहिँ यो सेतो घोडामा गएर चारैतिर एकदमै जित पराजित हुँदै गइरहेका थिए। Now who is this man? अब यो व्यक्ति को हो त? What does the white horse symbolize? सेतो घोडाले के दर्शाउँदछ? It symbolizes the coming world dictator called the Antichrist. अनि यो सेतो घोडाले के देखाउँछ भन्देखि संसारमा एउटा ख्रीष्ट विरोधी देखा पर्ने कुरालाई देखाउँछ। In the past, the world had seen many dictators.
अनि बितेको इतिहासमा संसारमा विभिन्न प्रकारको एकदमै राज गर्ने भयंकर व्यक्तिहरू आएका थिए। Dictators are national leaders who control their country very tightly. अनि यो विशेष अख्तियारमा भएकोहरू चाहिँ कस्तो हुन्छ भनेदेखि आफ्नो आफ्नो देशलाई अख्तियार गरिरहेको हुन्छ। So that's what a dictator is. यो अख्तियार वाला यस्तै हुन्छ। They will suppress the people. मानिसहरूलाई उसले जे इच्छा लाग्यो त्यही गर्न लाउँछ। They will try to control people's speech. अनि उसको भनाइमा भाषणमा चाहिँ मानिसहरू प्रभावित हुन्छ। And they will also control the media. अनि उसले चाहिँ यो मिडियाले अधिकार जमाउन सक्छ। And they will tell the people what they should do. अनि यो अख्तियारवालाले सम्पूर्ण मानिसहरूलाई भन्छ कि तिमीहरूले अब के गर्नुपर्छ भनिकन। In the same manner, यस्तै प्रकारले a world leader is coming. अब संसारको विशेष अख्तियारवाला आउन लागेको छ। In the past, in history, there were many dictators. अनि बितेको इतिहास संसारको इतिहासमा विभिन्न प्रकारको अख्तियारवालाहरू थिए भने But they were dictators over one nation. अनि उनीहरूले चाहिँ एउटा देशमा मात्रै आधिपत्य जमाएका थिए। But this coming dictator is a global dictator. अब आउनेवाला अख्तियार चाहिँ सारा विश्वभरलाई नै आधिपत्य जमाउनेवाला हो। And earlier on I said he's an antichrist. अहिले भर्खरै मात्र मैले ख्रिस्ट विरोधी भनेर भने। Why is he called like that? किन चाहिँ भनियो त? Because he will be filled with so much hatred against the true living God. किनभने यो अख्तियारवालाले चाहिँ जिउँदो परमेश्वरको विरुद्धमा धेरै कुराहरू बोल्छ। He'll be a very proud, arrogant and boastful person. अनि उ चाहिँ एकदमै घमण्डको साथमा उले यसरी ख्रिस्टको विरोधमा बोल्छ। And he will speak against the Most High God. सर्वोच्च परमेश्वरको विरुद्धमा यो व्यक्ति बोल्छ। And he will blaspheme the Holy God. अनि उसले चाहिँ परमेश्वरको खिल्ली उडाउँछ। Then he will set up a one world religion. अनि उसले चाहिँ संसारभरि एउटै धर्मलाई संगठन गर्छ। And will proclaim himself as the true God. अनि यो व्यक्तिले चाहिँ आफैले आफलाई परमेश्वर भनी घोषणा गर्छ। And he will demand everybody in the world to worship him as God. अनि उसले संसारभरिको मानिसहरूलाई उसलाई नै पूजा गर्नु ढोक्नु भन्छ। In history, there was a man called King Nebuchadnezzar. इतिहासमा हेर्यो भनेदेखि त्यहाँनिर नबुकदनेस्सर राजा थिए। He was the king of Babylonian Empire. अनि बेबिलोन साम्राज्यको राजा थिए। History says he did something like that. इतिहासले भन्छ उसले पनि त्यस्तै प्रकारको काम गरेका थिए। He made a huge idol. उसले ठुलो मूर्ति बनाएका थिए। And demanded everyone in his empire to bow down and worship. उसको साम्राज्यमा भरेको सम्पूर्ण जनताले चाहिँ त्यो मूर्तिलाई ढोक्नु पर्थ्यो। So days will be repeated again in these last days. यो अन्तको दिनमा त्यही घटना फेरि पनि घट्नेवाला छ। And then he will try to control the economy of the world. अनि यो अख्तियारवालाले चाहिँ संसारको आर्थिक व्यवस्थालाई पनि आफ्नो अधिकारमा ल्याउँछ। Today everything is moving towards a digital environment. आज संसारमा हेर्यो भनेदेखि सबै कुराहरू डिजिटल भएर जाँदैछ। It has its benefits. यसको आफ्नो फाइदा पनि छ। Now if you need to do any banking work, जब हामी ब्याङ्कको कामहरू गर्छौँ you don't need to go to the bank. हामी ब्याङ्कमा जानु पर्दैन। Every bank has an app. सबै ब्याङ्कको आफ्नो आफ्नो एउटा एप छ। And you can use the app to do transaction. एपद्वारा हामी विभिन्न प्रकारको ट्रान्जेक्सन गर्न सक्छौँ। Now if you go to the market to buy something, हामी बजारमा गएर केही खरिद गर्यौँ भने if you forget to bring your money, यदि हामीले पैसा बोक्न बिर्स्यौँ भने not to worry. त्यहाँनिर सुर्ता गर्नै पर्ने छैन। Just take your mobile phone. तपाईको फोन उठाउनुहोस् And using GPay app, you can transfer money. अनि जिपे द्वारा तपाईले त्यो पैसा पेमेन्ट गर्न सक्नुहुन्छ। This is digital transaction. यसैलाई डिजिटल
ट्रान्सेक्सन भनेर भनिन्छ। But every nation of the world have their own digital economy system. संसारको हरेक आफ्नो आफ्नो राष्ट्रहरूको आफ्नै प्रकारको यो डिजिटल सिस्टम छ। GPay works in India, may not work in other countries. भारतवर्षमा जिपेद्वारा काम चल्छ, अरू देशमा नहोला यस्तो। But this dictator will bring about one form of digital financial system. तर यो अखित्यारवालाले चाहिँ संसारभरि एकै प्रकारको यो व्यवसाय गर्ने कुराहरू ल्याउँछ। So when you have an app, जब तपाईकोमा एप छ भने you need to create a password. तपाईको पासवर्ड चाहिन्छ। Then an identity will be given to you. त्यहाँनिर एउटा आइडी पनि दिइन्छ। In the same manner, त्यस्तै प्रकारले this dictator will introduce his own ID. अनि यो अखित्यारवालाले चाहिँ उसको आफ्नै एउटा आइडीलाई निकाल्छ। And everyone must take that ID. अनि सबैजनाले यो आइडीलाई लिनुपर्छ। It's like a chip put in the hand. यो चाहिँ हातमा यो चिप लगाएको जस्तो हो। Then using your hand, you can do all kinds of business transaction. अनि तपाईको हातलाई तपाईले प्रयोगमा लिएर विभिन्न प्रकारको यो ट्रान्जेक्सन गर्न सक्नुहुन्छ। My dearly beloved brothers and sisters, sons and daughters, मेरो प्यारो दाजुभाइ दिदीबहिनी साथै छोराछोरीहरू हो, all these things the Lord Jesus revealed 2000 years ago. 2000 भन्दा अघि नै यीशु ख्रीष्टले यो कुराको बारेमा भनिसक्नु भएको छ। But you know all these things are happening real now. तर तपाईलाई थाहा छ ती सबै कुराहरू चाहिँ अब यथार्थ रूपमा व्यवहारिक रूपमा अब आइरहेको छ। When will this dictator come? जब चाहिँ यो अखित्यारवाला आउने छ। What happened during the Olympic Games opening ceremony? जसरी ओलम्पिक गेमको उद्घाटन समारोहमा भयो, when the person came riding on the white horse, सेतो घोडामा एक विशेष व्यक्ति चढेर आएको थियो। it's a sign. यो चाहिँ चिन्ह हो। It's a sign. यो चाहिँ चिन्ह हो। It's a यो sign चाहिँ चिन्ह हो that this world dictator is coming very soon. यो संसारमा अखित्यारवाला अब चाँडै आउनेवाला छ। My dearly beloved brothers and sisters, sons and daughters, मेरो प्यारो दाजुभाइ दिदीबहिनी साथै छोराछोरीहरू हो, time will delay no longer. समयले ढिलो गर्ने छैन। Jesus Christ, the true living God, is coming back soon. येशू ख्रीष्ट उहाँ साँचो परमेश्वर अब चाँडै आउनेवाला छ। He is the one and only true living God. उहाँ चाहिँ एकमात्र सत्य परमेश्वर हुनुहुन्छ। If you believe on Him, यदि तपाईले विश्वास गर्नुभयो भने, because He died for your sins, किनभने उहाँ चाहिँ तपाईको पापको लागि मर्नुभयो। His blood can save you. उहाँको रगतले तपाईलाई बचाउन सक्छ। When you believe on Him, यदि तपाईले उहाँमाथि विश्वास गर्नुभयो भने, and you trust on Him, उहाँमाथि विश्वास गर्नुभयो भने, and accept by faith that He is the true living God, तपाईले उहाँलाई मात्र सत्य परमेश्वर भेटाउनुहुन्छ। all your sins are forgiven you, तपाईको सम्पूर्ण पापहरू क्षमा हुनेछ and you will be saved. अनि तपाईँ चाहिँ बचाइनु हुनेछ। Do you want these blessings? यो आशिष के तपाईले चाहनुहुन्छ? Do you want your sins to be forgiven? तपाईको पाप क्षमा भएको चाहनुहुन्छ? Come on, get up from your chair and kneel down right now. तपाईँ बसेको आफ्नो कुर्सीबाट उठ्नुहोस् अनि घोडा टेक्नुहोस्। I'm going to pray for you now. तपाईको लागि म प्रार्थना गर्नेछु। Take your right hand and you put on your heart. तपाईको दाहिने हात लिएर आफ्नो मुटुमा राख्नुहोस्। Shall we pray? के हामी प्रार्थना गरौँ? Our gracious and loving Heavenly Father, हाम्रो प्रेमी अनि अनुग्रही परमेश्वर पिता, look at everyone who's joining me in prayer right now. मसँग प्रार्थनामा सामेल भएका यी छोराछोरीहरूलाई हेर्नुहोस्। All those who are willing to believe that you are the true living God. जतिजनाले पनि तपाईँ येशू ख्रीष्ट सत्य परमेश्वर हुनुहुन्छ भनिकन विश्वास गरिरहेका छन्। Now lay your blessing hands upon them, Lord. तपाईको आशिषको हात उनीहरूमाथि राखिदिनुहोस्। Forgive them of all their sins, उनीहरूको सबै पापहरूलाई क्षमा गरिदिनुहोस्। because they believe that you are the true living God. किनभने उनीहरूले तपाईँ एकमात्र जिउँदो परमेश्वर हुनुहुन्छ भनिकन स्वीकार गरिरहेका छन्। Sprinkle your blood upon them. तपाईको रगत उनीहरूमाथि छर्किदिनुहोस्। Cleanse them from all their sins. उनीहरूको हरेक पापहरूबाट क्षमा गरिदिनुहोस्। And give them the power to become your children today.
आजको दिन तपाईको छोराछोरीहरू हुन दिनुहोस्। Thank you for doing that, Lord. धन्यवाद प्रभु यीशु यसो गर्नु भएको लागि। Now I ask you to bless them and set them free from all afflictions. सबै प्रकारको अशुद्ध र अपवित्रताबाट उनीहरूलाई छुटकारा दिनुहोस्। Whatever sicknesses they are suffering with, उनीहरूमा जस्तो प्रकारको रोग र बिमारहरू छन्, I pray you will put your healing hands upon them. म प्रार्थना गर्छु तपाईको चंगाई गर्ने हात उनीहरूमाथि पसार्दिनुहुन्छ। Let them be healed of every infirmity. सबै प्रकारको बिमारहरूबाट उहाँहरू जाति हुन्। And bless them, Lord, with your great peace. तपाईको महान शान्तिले उनीहरूलाई आशिष दिनुहोस्। In the name of the blessed Lord Jesus Christ, I bless them. यीशुको आशिषित नाममा म उनीहरूलाई आशीर्वाद दिन्छु। Amen. आमेन। God has blessed you abundantly right now, my dear brothers and sisters, sons and daughters. मेरो प्यारो दाजुभाइ दिदीबहिनी अनि छोराछोरीहरू, परमेश्वरले तपाईलाई विशेष आशिष दिनुभएको छ। I pray He will continue to lead you and bless you all throughout this week. अनि यो हप्ताभरि म यो प्रार्थना गर्छु तपाईहरू एकदमै आशिषितमा जिउनु हुनेछ। नमस्कार। जय मसीह। हाम्रो ठेगाना यस प्रकार छ, जीजस मिनिस्ट्रीज, पोस्ट बक्स 15, कालेबुङ 734301, पश्चिम बङ्गाल, भारत। टेलिफोन नम्बर 255052।